तत्काल यो कुरा हाम्रो बारेमा प्रधानले गरेको प्रश्न धेरैले प्रश्न गरेका पनि छैनन्, अझै गर्ने छैनन् भन्ने हामीलाई थाहा छ। त्यो भनेको सकेसम्म यस्ता प्रश्नहरूलाई किन गर्नुपर्छ? अहिले त आजै सरकार भत्काउने कुरा मात्रै सबैका लागि चासोको कुरा हुन्छ। कुनै एउटा इस्युमा चाहिँ लाग्ने कुरा मात्रै चाहिँ मान्छेका लागि चासोको कुरा हुन्छ। रविको कुरा वा अर्काको कुरा यस्तोमा चाहिँ हाम्रो मिडियाको राजनीतिक समुदायको छलफलको विषय हुन्छ। हाम्रो एजेन्डा, हाम्रो समस्या बेरोजगारी हो, हाम्रो समस्या सुशासन हो। समग्र राज्यमा सुशासन होस्, समग्र समाजमा रोजगारी सिर्जना गर्न सकियोस्, कृषिमा क्रान्ति गरियोस्, कृषिको 52% आधारित कृषिमा आश्रित जनसङ्ख्यालाई चाहिँ हामीले गरिबीबाट मुक्त गरौँ, त्यहाँबाट निक्लेको जनसङ्ख्यालाई हामीले उद्योगमा ठाउँ दिउँ, पर्यटनमा ठाउँ दिउँ, होइन, पूर्वाधार निर्माणहरूको उसमा ठाउँ दिउँ, कार्यक्रमहरू यसरी बनाऊँ भन्नेतर्फ अहिले पनि एजेन्डा गएको छैन। तर हामीले यो एजेन्डा सुरु गरेका छौँ। यसैका लागि नै हामीले आन्दोलन सुरु गरेका छौँ। यो 1 महिना पनि हामी यसकै प्रचारमा छौँ र हामी यसपछि यो जेठ पछाडिको आन्दोलनमा म अपेक्षा गर्छु कि 82 सालभित्रमा नेपालमा नेकपा एकीकृत समाजवादीले उठाएको सुशासन र रोजगारीको मुद्दालाई हामीले राष्ट्रिय मुद्दा बनाउनेछौँ। यसरी आउने 84 को चुनाव सबै पार्टीहरूका लागि कसरी रोजगारी सिर्जना गर्छौ त्यो पार्टीले भन्ने कुरामा आधारित हुनेछ तिनको घोषणापत्र, कसरी सुशासन बनाउँछन् भन्ने कुरामा तिनीहरूको घोषणापत्रहरू आधारित हुनेछन्। यसरी नेपालको राजनीतिलाई हामीले प्रभावित पार्छौँ भन्ने हामीलाई लाग्छ। यदि भएन भने के गर्छौँ भन्दा यो नेकपा एकीकृत समाजवादीको मात्रै होइन, नेपालको दुर्भाग्य त्यहाँबाट सुरु हुनेछ। किनभने 82 कसैले सोचेको जस्तो 82 हुनेवाला छैन। 82 आजकै अवस्थामा हुने 82 के अरे 84 त्यो डरलाग्दो 84 हुनेवाला छ। त्यसले गर्दाखेरि चाहिँ यो अहिले हामीले सोचे जस्तो 84 हुनेवाला छैन। यो धेरै डरलाग्दो 84 हुनेवाला छ। या त काङ्ग्रेस र एमाले जुन पात्रहरू छन्, ओलीजी देउवाजी हुनुहुन्छ उहाँकै जिल्लामा, त्यहीँ आएर म भन्दैछु कि उहाँहरू मिलेर यो पाकिस्तानको जस्तो वा यो बङ्गलादेशको जस्तो चुनाव गर्नुहुनेछ, हिजो पञ्चहरूको जस्तो चुनाव गर्नुहुनेछ, अरूलाई रिटालिएट गरेर बदला लिएर गिरफ्तार गरेर के गर्नु, मुद्दाहरूमा फसाएर के गर्नुपर्ने यो सबै गर्नुहुनेछ र लोकतन्त्रको उहाँहरूले हुर्मत लिनुहुनेछ। कुनै कथम सामान्य अवस्थामा चुनाव भयो भने योभन्दा त्यसपछि आउने संसद असाधारण हिसाबले अस्थिरताका लागि डरलाग्दो कारक बन्नेछ। यसले गर्दा हाम्रो संविधानको परीक्षण हुन्छ कि यो 84 चाहिँ